स्याटरडेको दिन सेकुवा नखाने त कुरै भएन। दाउरा बोकेर हामी लाग्यौँ मधुमलाको जङ्गल हुँदै खुडीतिर। यो चाहिँ खुडी आइपुग्न आँटेको थियो। खुडी आइपुगेपछि हामी खोलाको बिचमा गएर दाउरा मिलाएर आगो चट्ट बालेर अनि मासु पोल्न सुरु गर्दै थियौँ। त्यसपछि यो गोर्खा चाहिँ यसो खाइदिएको अनि मासु पनि हाम्रो पोलेर रेडी भएर खाइदिइहाल्यौँ फर्स्ट लट। अनि त्यसपछि मैले सेकेन्ड लट पोल्दै थिएँ। यसो हेर्दै खाउँ 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 लाग्ने भइसकेको थियो। त्यसपछि फेरि हामीले चेस गरेर अर्को लट पनि खायौँ, रमाइलो एकछिन गऱ्यौँ। त्यसपछि अचार सकियो। अचार सकिएपछि फेरि जुगाड गरेर भए पनि हामीले अचार बनायौँ। अनि यो चाहिँ तेस्रो लट फेरि खाइयो। खाएपछि अनि लास्ट बियर थियो, लास्ट घुट खाएर लाग्यौँ हामी। त्यसपछि बाढी आउँला आउँला जस्तो चाहिँ गरिरहेको थियो तर आएन धन्न। अनि त्यसपछि आफ्नो घर हामी लाग्यौँ।